अब यस्तै हो यो जिन्दगी। भन्नु अब यो रातभरि काम गरेर आयो, थाकेर निको लागेको छ, गएर घुरेको सुत्यो, घरै बेला गरेर साथीले बोलेन भन्छन्, पैसा पठाइदिएन भन्छन् साथीहरूले भन्छन्। अब यो 12-13 घन्टा ड्युटी गरेर आयो, रुममा गयो, रुममा गएर यसो फ्यामिलीसँग स्वास्नी केटारीसँग अब छोरीलाई एकछिन हेर्नै पऱ्यो। अब छोरीलाई हेरेर एकछिन बुढीसँग 2-4 शब्द, आमासँग 2-4 शब्द बोलेर अब ठ्याक्क कति बेला सुतल जस्तो हुन्छ। अब भइहाल्छ नि। अब फेरि बेलुकी अब फेरि ड्युटीतिर भाग्न पऱ्यो, नुहाइदिउँ गरेर जति गर्छ। अब सानैमा हुँदो रहेछ साथै साथीहरूसँग बस्ने त्यस्तै हो भाइ। कमाउने हिँड्नलाई जब मान्छे अब मनमा विदेश माया त हुन्छ तर पनि टाढा भइदो रहेछ। टाढा भन्छ। अनि अर्को कुरो साथीहरूले पनि फल्नाले बिर्स्यो भन्छन्। त्यही त अब उनीहरूको दुःख उनीहरूलाई छ, आफ्नो दुःख आफूलाई छ। अब त्यस्तै हो भाइ, के गर्ने। अब पहिले सानो हुँदासम्म विदेशतिर नलाग्दासम्म हो क्या, साथीभाइ इष्टमित्र यताउति घुमघाम। हिँड्न लागेपछि साथीहरू पनि अब जो हेर्छ हाँस्दा बोल्दा त छुट्टै कुरा छ। अब अलिकति टाढा भए पनि टाढै जस्तो हुँदो रहेछ सबैको त्यही हो भाइ। अनि कस्तो चलिरहेको छ दुबईको जिन्दगी? सेम हो, उठ्यो ड्युटी गयो आयो, सुत्यो उठ्यो ड्युटी गयो आयो, योभन्दा केही छैन। खालि यही हो जिन्दगी, दुबईको जिन्दगी। न कतै घुम्न जानु, न के गर्नु, न के गर्नु, यस्तै छ। अब त्यही हो नि। अब टाइम घुम्न जाने टाइम मिल्दैन, गाडी आएर उता घुम्न जाने टाइम मिल्दैन। अब त्यही त हो नि। जाम ल सिग्नल खुल्यो जान्छ नि। अब यस्तै छ दुबईको। अब अलिचल्ली ल हेर्नुहोस् दुबईको ठाउँ, दुबई सट्टा भन्नेको ठाउँ हेर्नुहोस्। यही हो हामी बस्ने। अब यही हो ठ्याक्कै त्यो बिल्डिङमा, हरियो बिल्डिङ त्यस्तै छ। अब बिहानभरि ड्युटी, रातभरि ड्युटी गरेर अब यो अहिले अब रुमतिर लाग्यो। गाह्रो छ जिन्दगी। यहाँको बिल्डिङहरू यस्तै छ, यसलाई हेर्नुहोस्। यस्तै हो, मान्छे हिँडिरहेको छन्। हामीले यो भ्लग बनाउँदै हिँड्दै यसो टाइम पास, यसो आफ्नो मनको वेदनाहरू पोखौँ साथीहरूसँग भनेर। के गर्नु, अब रातभरि गडाल जस्तो काम गऱ्यो हेर्नुहोस्। बिहान भयो, अब 10 घन्टा ड्युटी गरेर हिँड्यो, त्यही भएर लास्टै बोर लाग्ने क्या। त्यही भएर हेर्नुहोस् यहाँ गाडीहरू कुदिरहेछ। त्यस्तै हो, मान्छेहरू हिँडिरहेछन् रोडमा। अनि अरू भाइ, अरू केही भन्नु छ भने भन। बोल्दा म फेरि ल त्यस्तै हो, त्यस्तै छ। थकै लागेर बोल्न मन लागेको छैन, बोल्दै यस्तै छ। के गर्नु अब, अर्काको देश आफ्नो गाउँघरतिर भएको भए अब जानु हुन्थ्यो, यताउति आफ्नो नखानुको काम गऱ्यो, घरै परिवारसँग दिन बिताउने हुन्थ्यो। अब यहाँ काम नगरी अब छैन। काम नगरी पैसा आउँदैन भाइ, के हो। काम त गर्नै पऱ्यो नि, काम गर्न आएपछि। भएको भए आफ्नै देशमा आफ्नै ठाउँमा कुनै आउनु पर्थ्यो, यत्रो दुःख किन। अब के गर्नु, अब नेपालमा रोजगार छैन, रोजगारी पाउन पनि गाह्रो छ। देशको हालत त्यस्तै छ, के गर्नु त, गाह्रो छ भाइ, गाह्रो छ। हामी हाम्रो बिल्डिङमा आइपुग्नु लाग्यो भने त हाम्रो रुमनिर यही बिल्डिङ, हाम्रो बिल्डिङ चाहिँ के भन्ने, कम्पनीले दिएको रुम भन्नुपर्छ त। कम्पनी रुम अब भनौँ न, बस्दासम्म त अब हाम्रै भयो। बिल्डिङ के भन्नु त, कम्पनीले दिएको रुम आयो आउनु लाग्यो। त्यसमा हाम्रो बिल्डिङ रुममै मैले भए त परपरिहरू लैजानु बसिन्थ्यो नि यसो आरामको जिन्दगीले। तर बस्दासम्म त आफ्नै भन्नु पऱ्यो नि, के गर्ने हो कि न र। त्यही चारवटा कोठाको रुममै आफ्नो भन्ने बस्छ। बिल्डिङको नभन्ने हुन्छ। त्यही हो, सक्लो भयो नि नभए नि अब त्यही हो। अब आफ्नो रुममा आइपुग्न लाग्यो भनौँ न, त्यही हो। ल त नि आजलाई यति नै भयो है। ल।